अनि यो चाहिँ भन्नुहुन्छ भने तेजपत्ता हो। यी चियापत्तीमा चाहिँ दुईटा फाइदा हुन्छ भन्दै यो चियापत्ती बारी हो तलतिरको हैन, अनि माथि चाहिँ तेजपत्ता, यो तेजपत्ता हो। अनि यो चाहिँ रुख डाले घाँस हो, बाख्रालाई यसरी मिलाएर चाहिँ लगाउनु पर्छ। बाख्राहरूले गाईबस्तुहरूले डाले घाँस खान्छ भनेदेखिको तेजपत्ता अहिले भन्ने हो भनेदेखिको बौडकी बासीहरू किसानहरू प्राय तेजपत्तामा आकर्षण हुनुहुन्छ। हेर्नुहोस् तेजपत्ता चाहिँ यसरी हाम्रोतिर चाहिँ राम्रो ग्रोथ हुन्छ, यसको राम्रो मूल्य पाइन्छ। किसानहरू चाहिँ खुसी छन् तेजपत्ता लगाएर चाहिँ राम्रो ग्रोथ पाइन्छ हैन, राम्रो मुनाफा लिन सकिन्छ भनेदेखिको तेजपत्ताको साथमा चियापत्ती त छँदैछ हैन, चियापत्ती छँदैछ। चियापत्ती छँदै भइसके पछाडि यसरी रुखको घाँसहरू लगाइन्छ। यो चाहिँ गाई बाख्रालाई हुन्छ भनेदेखि चाहिँ यो चाहिँ हाम्रो हैन आम्दानीको स्रोत, यो चाहिँ एक्स्ट्रा हो। एक्स्ट्रामा चाहिँ यो तेजपत्ता पर्छ। चियापत्ती त छ, चियापत्तीको साथमा चाहिँ यसरी तेजपत्ता छ। तेजपत्ता साँच्चै भन्नुपर्दाखेरि अहिले बौडकीमा निकै आकर्षण भएको बालीमा पर्छ। यो पनि एक प्रकारको आयाम राम्रो भएको एउटा स्कोप बौडकीको बासीहरूले मन पराएको रुचाएको बिरुवामध्ये तेजपत्ता पनि अति नै रुचाएको हो। यसरी हेर्नु त ग्रोथ यसरी हुन्छ, यसरी योदेखि यसरी लगाएको छ भनेदेखिको हैन। प्रत्येक चियापत्ती बारीमा यसरी तेजपत्ता लगाउने हो भनेदेखिको बौडकीको आर्थिक उन्नति राम्रै देखिन्छ। हाम्रोतिर चाहिँ यसरी यस्तो हुन्छ खेती चाहिँ। यो चाहिँ अब धान खेत भयो, अनि धान खेतको साइडतिर चाहिँ यसरी सुपारी हुन्छ, सुपारी बारी हुन्छ हैन, अनि सुपारी हुन्छ। यो चाहिँ धान हुन्छ, अनि धानको आलीमा चाहिँ सुपारी हुन्छ। अनि यसरी सुपारीको बिरुवाहरू यसरी लगाइन्छ भनेदेखि कसरी मिलाएर गरिन्छ। धानमा मल हाल्दाखेरि यो अटोमेटिकली सुपारीमा लाग्ने भएको कारणले गर्दाखेरि यहाँ हेर्नुहोस् यसरी चाहिँ खेती गर्न सकिन्छ। किसानहरूलाई फाइदा मिल्छ। फाइदा पनि कसरी मिल्छ भनेदेखिको मलजोतहरू चाहिँ खेतमा गर्ने हो, अनि त्यसबाट सुपारी चाहिँ आलीमा हुन्छ, अनि त्यो सुपारीको जराले चाहिँ खेतमा भएको मलहरू तानिदिन्छ भनेदेखि चाहिँ यसरी आधुनिकीकरणमा खेत गरिन्छ। यसै त धान छ, यहाँ सुपारी छ। यहाँ चाहिँ झापाको बौडकी साबिक मेचीनगर 4मा चाहिँ यसरी खेती हुन्छ। यो चाहिँ भनेको तल मरिच छ भनेदेखिको माथि सुपारी खेती छ। यसरी मरिच खेती चाहिँ यसरी हुन्छ हैन। यो भनेको चाहिँ डबल पैसा हो। हेर सुपारी बेचो पैसा आउँछ, मरिच बेचो पैसा आउँछ। सुपारी लगभग 20-25 रुपियाँ केजी पर्छ भने मरिचको 1500 रुपियाँ केजी पर्छ। हेर यसरी खेती गर्ने हो भनेदेखिको किसानलाई धेरै फाइदा हुन्छ। हेर्नुहोस् सानो मरिच यसरी लगाइन्छ भने ठुलो मरिच चाहिँ यसरी छ। अनि मरिच भइगयो, नरिवल भइगयो, अनि यता कोला भइगयो। यता भन्छ म्युचुअल फार्मिङ भन्छ यसलाई चाहिँ। हेर्नुहोस् मरिच, सुपारी, अनि कोला, अनि यता नरिवल, अनि यसो फेरि तेजपत्ता पनि छ। यसरी खेती गर्ने हो भनेदेखिको किसानको जीवनस्तर पूर्ण रूपमा विकास हुन्छ।